गाइस, आजको स्पेशल भिडियोमा तपाईहरुलाई स्वागत छ। आज पनि हामी तपाईको लागि सधैँ चाहिँ विशेष नयाँ ट्युटोरियल ल्याएका छौँ। आज त्यस्तो प्रोब्लम छैन। आज सिक्ने प्रोब्लम छ र तपाईलाई समस्या छ। त्यो समस्याको हामी समाधान गर्दैछौँ। त गाइस, समाधान गर्नुभन्दा पहिला तपाईहरु स्पेशली यो भिडियो मार्फत तपाईको इनडिजाइनमा स्पेशली तपाई युनिकोडमा टाइपिङ गर्नुहुन्छ र तपाईको प्रोब्लम आएको छ भने त्यसलाई कसरी सोलुसन गर्ने। त गाइस, आजको यो विशेष ट्युटोरियल मार्फत इनडिजाइनमा युनिकोड टाइपिङ प्रोब्लम सोलुसन गर्नेछौँ। त गाइस, स्पेशली अब हामी युनिकोड टाइपिङ कसरी चाहिँ प्रोब्लम आएको छ त्यसलाई जस्तो तपाईहरुले के छ भन्दाखेरि सिम्पली तपाईले युनिकोडमा टाइपिङ गर्नुहुन्छ इनडिजाइनमा लाइक जस्तो हो तपाईले यहाँ ड्र गर्दाखेरि कुनै न कुनै चीज तपाईले युनिकोड बनाउनु भयो र तपाईले यसको फन्ट पनि सिम्पली कालीमाटी बनाउनु भयो। त गाइस, अब तपाईहरुले स्पेशली यो ठाउँमा तपाईले जुम गर्नु भयो भने अब लेख्दाखेरि जस्तो यामी आरो मेरो नाम मैले यस्तो लेखे भने आधा अक्षर आइराको छैन, देखिराको छैन। त गाइस, यो समस्या कसरी समाधान गर्ने त? यसको लागि तपाईले के गर्नु पर्दैन। तपाईहरुलाई म एकचोटी जानकारी गरौँ। त गाइस, यसको लागि तपाईले स्पेशली सुरुमा यो इनडिजाइन भित्र के गर्न सकिन्छ भने तपाईले नेपाली युनिकोड लेख्नका लागि फर्स्ट अफ अल ल्याङ्ग्वेज चेन्ज गर्नुस्, त्यसपछि तपाईले फन्ट चेन्ज गर्नुस्। फन्ट चेन्ज गरेर पनि भएन भने अब तपाईले गर्नुपर्ने के हो भन्दाखेरि तपाईले जुन प्रोग्राम लेख्नु भएको छ त्यो प्रोग्रामलाई तपाईले क्लोज गर्नुस्। त गाइस, यो प्रोग्राम अर्थात यताबाट नभएर तपाईले यहाँपट्टिबाट क्लोज गर्नुस्। यहाँनिर गएर यसलाई नो गर्नुस्। त गाइस, तपाईले यति गर्नुभयो। यति गरिसकेपछि अब तपाईले गर्ने के त? त गाइस, स्पेशली तपाईले अब एडिट अप्सन देख्नुहुन्छ, यो एडिट अप्सनमा जाने। यसमा गइसकेपछि तपाईले यहाँ तलपट्टि यो डाउन एरो छ, यो डाउन एरोमा जानुस्। यहाँ तपाईलाई प्रिफरेन्सेस भनेर लेखेको छ, यो प्रिफरेन्सेसमा तपाई जानुस्। यति गरिसकेपछि अब तपाईले माथि स्क्रोल गर्दाखेरि एडभान्स टाइप अप्सन देख्न सक्नुहुन्छ। यो एडभान्स टाइप्स अप्सनमा तपाईले क्लिक गर्नुस्। त गाइस, यसमा तपाईले क्लिक गरिसकेपछि अब तपाईले यस्तो इन्टरफेस सो हुनेछ। त गाइस, यसमा तपाईले डिफल्ट कम्पोजरको ठाउँमा तपाईको भएको हुन सक्छ प्याराग्राफ कम्पोजर युज गर्नुभएको हुन सक्छ। त गाइस, यो सिचुएसनमा तपाईले कहिले पनि यो ठाउँमा स्पेशली युज गर्नुस् एडब वर्ड रेडी प्याराग्राफ कम्पोजर अर्थात तपाईले यसमा एडब वर्ड रेडी प्याराग्राफ कम्पोजर युज गर्नुस्। यति गरेर तपाईले ओके गरिदिनुस्। ओके गरिसकेपछि यो प्रोग्रामलाई तपाईले क्लोज गरिदिनुस्। यो प्रोग्रामलाई तपाईले क्लोज गरिसकेपछि फेरि यसलाई तपाई ओपन गर्नुस्। ओपन गरिसकेपछि फेरि तपाईले स्पेशली तपाईले योमा त्यो वास्तवमै तपाईले त्यसको युनिकोड परिवर्तन गर्नुस् अनि फन्ट चेन्ज गर्नुस् अनि टाइप सुरु गर्नुस्। तपाईको प्रोब्लम 100% सोलुसन हुन्छ। त गाइस, तपाईहरुलाई हाम्रो स्पेशल भिडियो कस्तो लाग्यो? तपाईको प्रोब्लम सल्भ हुन्छ नपत्याइ हेर्नुस्। त गाइस, आजको भिडियोमा स्पेशली यति नै। थ्यांक यू फर वाचिङ दिस भिडियो। बाइ बाइ।